सम्पूर्ण साथीहरूलाई चाणक्य एकाडेमी तथा पढाइ सेवाको यो संयुक्त प्लेटफर्ममा अनलाइन प्लेटफर्ममा यहाँलाई स्वागत छ। आज मेरो प्रथम क्लास छ, त्यसपछिबाट कैलाश सरको हुनेछ, त्यसपछिबाट अन्तिम क्लास सुजन सरको हुनेछ। आज टाइम विशेषले हामीले यो प्लान गरेका छौँ। त्यसको लागि चाहिँ तपाईँको म्यानेज गर्नु होला समय। धेरै साथीहरू त अब सेवामा आइहाल्छ भनेर आउनुहुन्न, त्यसो नगर्नुहोस् भन्छु। मैले आज चाहिँ मौका पनि पाएँ धेरैसँग कुरा गर्ने, त्यसो भनेर चाहिँ नछोड्नुहोस्। धेरै जो चाहिँ हामी चाहिँ विद्यार्थीबाट अब प्रोग्रेस गर्दैछौँ प्रहरी सेवामा, उहाँहरूको लागि धेरै साथीहरू सेवामा फेल भएको अवस्था छ है, हामीलाई त्यो कुरा थाहा छ। र त्यस कारणले विभागीय साथीहरूले त पहिला असैको एक लेभलको, जवानमा नि एक लेभलको सेवा पढ्नुहुन्छ र तालिममा पनि त्यो भएको हुनाले अलि निखारपन आउँछ। विद्यार्थी साथीभाइको निखारपन आउनलाई गाह्रो हुन्छ, त्यस कारणले सेवा नछोडिकन लिनु होला भन्दै आजको मेरो चाहिँ विषय अपराध अनुसन्धानकै सेक्टरबाट छ। खानतलासी अत्यन्तै महत्त्वपूर्ण शब्द, के अरे टर्मिनोलोजी भनौँ, अब हाम्रो आजको पाठको चाहिँ परीक्षाको दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण विषय खानतलासीमा हामी जाँदैछौँ। मेरो पावर पोइन्ट प्रेजेन्टेसनबाटै यहाँहरूलाई अगाडि म बढाउने छु, र ध्यान दिएर तपाईँहरूले सुन्नुहोला। 3-4वटा कुराहरू भइसकेपछि इन्क्वायरी आएपछि मात्रै मैले हेर्ने चाहिँ विचार गर्नेछु तपाईँहरूको। सुरुमा नगरौँ, हात उठाउँदै गर्दा गाह्रो पनि पर्छ। हामी धेरै छौँ, धेरै हुँदै गर्दाखेरि एकदम ठिक गर्नुभयो सर, अब यही टाइमबाट सेवा पढाउनु होला सर भन्ने भन्नुभयो। ठिकै छ, सल्लाह पनि गरौँला। यहाँको सुझावलाई सिरोपर गर्दै म अगाडि बढ्न चाहेँ। ल, अपराध अनुसन्धानको च्याप्टरमा छौँ हामी, निकै फड्को मारिराखेका छौँ। यो अपराध अनुसन्धानको च्याप्टर सिद्धिएपछि सरी हामी चाहिँ यसलाई सेवालाई एकछिन ब्रेक गरेर हामी संविधान र मुलुकी अपराध संहितातिर प्रवेश गर्नेछौँ। एक चरणको चाहिँ हामीलाई यहाँनिर चाहिँ पनि सजिलो हुनेछ। नकेर्दिनु होला, यहाँको टाइम बर्बाद हुन्छ, मैले केर्नपट्टि लाउनु पर्ने हुन्छ है, त्यसले गर्दा गाह्रो हुन्छ। ल, त्यो चाहिँ नगरिदिनु नै राम्रो हुन्छ, डिस्टर्ब भइहाल्छ। ल, ओके। ल है, त्यो कहाँनिर एनोटेसन गयो भन्ने कुरा भयो। नचलाउनु न है, तपाईँहरू पाएको मान्छे नचलाइदिनु होला। ल, यादव राजु उप्रेती हुनुहुन्छ, मेरो श्रद्धेय गुरु पनि हुनुहुन्छ उहाँ, र उहाँ हामी तयार बनाउँछौँ यो पावर पोइन्टहरू, किताबहरू पनि हामी सँगै लेख्छौँ। र मैले 4जनाको चाहिँ 4 च्याट त मैले पाएँ, तर अब सबै एकैचोटि जवाफ दिनुभन्दा भर्खरै क्लासमा आएँ। इङ्ग्लिस 8देखि 9 हुन्छ है, सर्टकट आन्सर 8देखि 9 हुन्छ, त्यसलाई भन्नु होला है, हात्ती नै पर्दैन। हुन्छ। ल, खानतलासी सर्च एन्ड सिजर भन्छ, खानतलासी र बरामती। प्रहरी निरीक्षकको लागि खानतलासी परिभाषा र खानतलासीमा ध्यान दिनुपर्ने कुराहरू मात्रै सर्टकट कुराहरू दिएको छ यसमा अपराध अनुसन्धानमा, किनभने यहाँ धेरै कानुनहरू खेलाएको छैन। हामीले मुलुकी अपराध संहितामा जाँदा, कार्यविधि संहितामा जाँदा खानतलासीका पार्ट खेलाउनु पर्ने हुनाले यहाँ चाहिँ थोरै दिएको हो, र त्यही पनि म अझै कानुनी कुराहरू इन्लार्ज गरेर म पठाउँछु, किनभने माथि नै कानुन सोधिदियो भने तपाईँलाई सजिलो पर्छ, अप्ठ्यारो पर्छ। एक दोस्रो कुरा, मैले मुलुकी अपराध कार्यविधि संहिताहरू पढाउँदाखेरि अहिले नै पढाएँ भने त्यहाँ पनि सजिलो हुने हुनाले यी दुईटा कुरालाई मध्यनजर राखेर मैले अगाडि बढ्नेछु। सेम छ, सेरेन्सको कोर्समा कुनै फरक छैन। ल है त, सर्च मस्ट बी लफुल, नेसेसरी एन्ड पर्पसनेट, युरोपियन कोर्ट अफ ह्युमन राइटले भन्दो रहेछ। हेर्नुहोस् त, युरोपियन कोर्ट अफ ह्युमन राइट कहाँ छ भने फ्रान्सको स्ट्रासबर्गमा रहेको छ। सर्च मस्ट बी लफुल, कानुनी हुनुपर्छ, नेसेसरी आवश्यकता अनुसार मात्रै हुनुपर्छ, र पर्पसनेट भनेको समानुपातिक पनि हुनुपर्छ। अपराध कत्रो छ त्यही अनुसारको खानतलासी गर्ने हो हामी। त्यो कसले भनौँ त भन्दा युरोपियन कोर्ट अफ ह्युमन राइट भन्ने छ,
फ्रान्सको स्टर्नबर्गमा उसले परिभाषित गरेको छ सर्चको सन्दर्भमा। मैले यति कुरा यहाँहरूलाई जानकारी गराउँदै खानतलासी व्यक्तिको गोपनीयता तथा स्वतन्त्रतामाथिको कानुनी अङ्कुशको रूपमा लिन नि सकिन्छ। नेपालीको हिसाब किताबबाट हेर्दाखेरि खानतलासी व्यक्तिको गोपनीयता स्वतन्त्रतामाथिको कानुनी अङ्कुश, यसले अङ्कुश लगाउँछ। गोपनीयता तपाईँको खोल्छ। तपाईँ रात बिरातमा चाहिँ आवश्यकता अनुसार तपाईँको घर खानतलासी गर्नुपर्ने, तपाईँको शरीर खानतलासी गर्नुपर्ने हुनाले व्यक्तिगत गोपनीयतामाथि यसले अङ्कुश लगाउँछ। स्वतन्त्रतामाथि पनि स्वतन्त्रपूर्वक बाँच्नुपर्ने अधिकार हुन्छ आफ्नो निवासमा, आफ्नो घरमा, आफ्नो डेरा कोठामा होला। त्यो स्वतन्त्रतालाई अलिकति यसले अङ्कुश लगाउँछ। त्यति कुरा हो। अब हामी परिभाषाबाट सुरु गर्छौँ है। ल, खानतलासी परिभाषा, खानतलासी गर्दा ध्यान दिनुपर्ने कुराहरू पढिरहँदाखेरि हामी खानतलासीको परिचय जान्छौँ। खानतलासी खास गरेर उर्दू भाषाबाट आएको शब्द हो। नेपालमा कानुनमा धेरै उर्दूबाट आएका छन्। शाब्दिक रूपमा हेर्ने हो भने खान प्लस तलासी दुई शब्द मिलेर खानतलासी भएको छ। खान भनेको घर र तलासी भनेको खोज। यसै दुईटा शब्दहरूलाई मिलाउँदाखेरि घरको चाहिँ भित्र केही कुरा खोज्ने भन्ने कुरा बुझिन्छ। सामान्य अर्थमा खानतलासी भन्नाले अनुसन्धान तहकिकातको सिलसिलामा, तहकिकात भनेको चाहिँ अपरेसनल कामहरू हुन्छ, अनुसन्धान भन्ने हुन्छ। तहकिकात शब्द धेरै हटेको छ, यो पनि हिन्दी एउटा शब्द हो। अनुसन्धान तहकिकातको सिलसिलामा अपराधसँग सम्बन्धित प्रमाणहरू जुटाउनु पर्ने हुन्छ। कहीँ सम्भावित ठाउँमा लुकाएर राखेको हुन्छ। त्यो कार्य निकाल्ने कार्य, ओपन गर्ने कार्य, सार्वजनिक गर्ने कार्य के हो त? खानतलासी हो। खानतलासी शब्दले मात्रै घर मात्रै समेट्दैन, व्यक्तिको शारीरिक गोपनीयताको कुराहरू, व्यक्तिको शरीर पनि खानतलासीको कुराहरू बोल्छ। त्यसलाई खानतलासी भन्न पाइएन। शरीर तलासी भन्यो, खान भन्दा बित्तिकै घरै हो, व्यक्तिको शरीर घर होइन। त्यस कारणले कुनै ठाउँ, स्थानहरू, गोदामहरूलाई, हामीले पसलहरूलाई खान तलासी भन्छौँ भने शरीरको तलासीलाई, मान्छेको तलासीलाई के हुन्छ? शरीरको तलासी भन्ने गर्छौँ। यसरी हेर्दा यो सवारी साधनहरू, चाहे हेलिकप्टर होस्, चाहे चाहिँ तपाईँको प्लेन होस्, चाहे सवारी साधन गाडीको किन्न होस्, त्यो पनि हामी खानतलासी गर्छौँ। यो शब्दले यति व्यापक अर्थ लिएको हुन्छ। अर्को शब्दमा भन्ने हो भने अपराधसँग सम्बन्धित कुनै व्यक्ति, दसी, माल सामान, चिज वस्तु, कुनै घर, सवारी साधन वा स्थानमा राखिएको, कुनै स्थानमा राखिएको छ भन्ने शङ्का लागेमा वा भरपर्दो सूचना प्राप्त भएमा दर्जा पुगेको प्रहरी अधिकृतले सम्बन्धित ठाउँमा गएर तलासी लिने कार्य नै के हो त? खानतलासी हो भनेर बुझ्न सकिन्छ है त। अब परिभाषा बढीमा आउने भनेको 1 नम्बर हो। कहिले काहीँ झुक्किएर 2 नम्बर आयो भने मात्रै हो, नत्र भने तपाईँले एउटा दुईटा परिभाषा लेखिहाल्नुहुन्छ। यति भनेपछि शाब्दिकबाट सुरु गर्नुहोस्। परिभाषा जहिले पनि सिम्पल टु कम्प्लेक्स हुन्छ भनेर हामीले भनिरहेको थियौँ होइन। र बुँदाहरू लेख्दाखेरि स्ट्रङ टु सिम्पलमा जान्छ। पहिला महत्त्वपूर्ण बुँदाहरू लेखिहाल्छौँ। त्यस कारणले खानतलासी कुरा, यति कुराहरूलाई मैले यहाँलाई जाहेर गर्ने निवेदन गरेँ। सरी, अब अङ्ग्रेजीमा पनि मैले राखिदिएको छु, तपाईँले चाहिँ यहाँ पाउनुहुन्छ। सर्च एन्ड सिजर इज अ प्रोसिड्युर used by many civil law and common law legal system by which police or other authorities and their agents who suspect a crime has been committed, जसले गरेको छ crime, do a search of persons, property, confiscated any relevant evidence to the crime. क्राइमसँग सम्बन्धित कुनै पनि वस्तुहरू छ भने दर्जा पुगेको अधिकृत अथवा प्रहरी अधिकारीले चाहिँ खानतलासी गरेर निकाल्न सक्ने जुन एउटा पावर हो, शक्ति हो, त्यसलाई खानतलासी भन्दो रहेछ अङ्ग्रेजीमा पनि है। अब यहाँ मैले माथि नै भनिसकेँ, खानतलासी भन्दा साथ घर, स्थान, सवारी साधन, व्यक्तिको तलासी समेत पर्यो। र कहिले काहीँ के गर्नुपर्ने हुन्छ भने धेरै सो सबुत प्रमाण मात्रै खानतलासी नगरेर कुनै घरभित्र कुनै स्थानमा व्यक्ति लुकेको छ भने पनि हामीले पक्राउ गर्नुपर्ने छ उक्त व्यक्तिलाई, निज व्यक्तिलाई भने हामीले पहिला घरको खानतलासी गर्छौँ र त्यसपछि पक्राउ गर्छौँ व्यक्तिलाई। भन्दा व्यक्ति पक्राउ गर्दाखेरि पनि अगाडि के आउने भयो त? खानतलासी आउने भयो। र नर्मल अवस्थामा हामी पहिला व्यक्तिलाई पक्राउ गऱ्यौँ भने पनि उसको खानतलासी, शरीर तलासी लिनुपर्ने हो। यसरी अगाडि पछाडि भएर आउँछ खानतलासी। अत्यन्तै महत्त्वपूर्ण छ।
सुरक्षाको दृष्टिकोणले नि महत्त्वपूर्ण छ। चाहे भिक्टिमको होस्, चाहे अभियुक्तको होस्, चाहे सेक्युरिटी पर्सन इन्भेस्टिगेटरको किन नहोस्, खानतलासी गर्यो भने उसँग चाहिँ घातक हतियारहरू हुन सक्छन्, होइन? कहिलेकाहीँ आतङ्ककारी क्रियाकलापमा लागेका व्यक्तिको चाहिँ सुसाइड बमहरू हुनसक्छ। त्यस कारणले हामीले चाहिँ खानतलासी पक्राउ गर्दा बित्तिकै गरियो भने के भयो त, त्यो न्युट्रलाइज गर्न सकियो नि। त्यस कारण यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ घरभित्र बसेका बेलामा हामी व्यक्ति छ पक्राउ गर्न जानु पर्यो, त्यसै पक्राउ गर्ने न्युमा घरभित्र पढेर जान मिल्दैन, त्यसको प्रोसिड्युर छ। हामीले खानतलासी कानुन बमोजिमभित्र छिरेर त्यसलाई पक्राउ गर्छौँ। त्यो चाहिँ पहिला खानतलासी हुन्छ अनि पक्राउ हुन्छ भने कति धेरै जसो अवस्थामा पहिला पक्राउ हुन्छ व्यक्तिलाई बाहिर फेला परेमा, र त्यसपछिबाट उसको चाहिँ शरीर तलासी हुन्छ। उसको निवास हो भने तलासी गरेर कहीँ छ भने अभियुक्तको हामीले तत्कालै उसको निवास पनि सँगसँगै पक्राउ गरेर कब्जामा लिँदा साथ उसको चाहिँ शरीर, उसको डेरा, घर पनि खानतलासी गर्छौँ। किनभने व्यक्ति पक्राउ गर्दा बित्तिकै उसका चाहिँ घरका परिवारका सदस्य, समाजका सदस्य र अरू सह अपराधीहरू हुन्छन्, ती अपराधीहरूले त्यो चाहिँ सौतपण नष्ट गर्न सक्छन्। त्यस कारणले यसरी चाहिँ आउँछ। इन्भेस्टिगेसनको एउटा महत्त्वपूर्ण टुल हो अर्थात् साधन हो, औजार हो। खानतलासी भनेको के हो त भन्दा इन्भेस्टिगेसनको एउटा महत्त्वपूर्ण औजार पनि हो भनेर बुझ्नुहोस्। खानतलासी यदि अपराध गरेको हो भने केही न केही खानतलासी गर्दा हामीले भेट्टाउन सक्छौँ। खानतलासी पनि हामी केमा जोड्न सक्छौँ? के अरे एडमन्ड लोकार्डसँग जोड्न सक्छौँ। कुनै पनि व्यक्ति घटनास्थलसित टचमा आयो भने केही कुरा उसले लिएर आउँछ, केही कुरा छोडेर जान्छ भने जस्तै उसले चाहिँ व्यक्तिले खानतलासी गरेर आफ्नो घरमा नै के अरे घटनास्थलबाट आफ्नो घरमा नै आउँदाखेरि बस्दाखेरि पनि त्यहाँ केही चिजहरू लिएर आएको हुनसक्छ, अथवा डाका गरेर, चोरी गरेर, होइन, सामानहरू घर ल्याएर लुकाएर राखेका हुनसक्छ। यस्ता कुराहरू त आउँछन् भने कहिलेकाहीँ हेनियस क्राइम गरो पैसा लिएको छैन, तर हाम्रो भिक्टिमसम्म ऊ जुधेको हुन्छ, ऊ टच भएको हुन्छ, उसको कन्फ्रन्टेसन भएको हुन्छ, ऊ घटनास्थलमा पुगेको हुन्छ। हामीले खानतलासी गरेर त्यसलाई चाहिँ हामी उसकै जुत्ता बरामद गऱ्यौँ भने पनि ऊ त्यो चाहिँ जुत्ताको माटो जाँदाखेरि ऊ घटनास्थलमा पुगेको भन्ने कुरा देखिन्छ। उसका चाहिँ घटनास्थलबाट चाहिँ केही कुराहरू आउन सक्छन्, फाइबरहरू, होइन, रगत विधिहरू, थुकहरू आउन सक्छ, होइन, चोट पनि हुनसक्छ फेरि व्यक्तिको। त्यो पनि एउटा चाहिँ महत्त्वपूर्ण तलासीले निकाल्छ नि है। खानतलासी निर्दोषिताको प्रमाण उद्घोष पनि हो है। फेरि कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो नेपाली जस्तो समाजमा ल फलानाले अपराध गरेको भनेर भनिराखेको हुन्छ, खानतलासी अब हामीलाई चाहिँ लाग्ला त्यसले अपराध गरेका छैन जस्तो लाग्छ, तर व्यक्ति स्वयंले मेरो घर खानतलासी गरिदिनुहोस् न, मलाई त यहाँ त समाजले आरोप लगायो भनेर आफैले निर्दोषिता प्रमाणित गर्नु पनि खानतलासी गरिदिनु पर्ने अवस्था आउँछ। मलाई सबैले चाहिँ समाजमा भनिसके, होइन, खानतलासी गरेर चौतोरण नभेटिनु भनेको एक हिसाबले के हो भन्दा ऊ निर्दोषिता नि हो कि भनेर अनुमान गर्न सक्ने ठाउँ रह्यो। ठ्याक्कै भन्न त मिलेन। धेरैले चाहिँ समाजमा रहँदा बस्दा फलानु हो चोर भने हुन्छ, ल म काहीँ पनि चलेको छैन, मेरो घर त्यही छ, तपाईँहरू आजको आजै आउनु भएको छ, प्लिज खानतलासी गरिदिनुहोस्, मलाई क्लिन चिट दिनुहोस् भन्ने हिसाबमा नि हुन्छ। किनभने उसलाई शङ्का गरेको छ, केही अपराध गरेको भए त उसको घर भेटिन्थ्यो नि, होइन? प्राय चोरीका कुराहरूमा यस्तो आइरहेको छ। सर्च एन्ड सिजर इज द मोस्ट इम्पोर्टेन्ट टुल अफ इभिडेन्स कलेक्सन रे। हेर्नुहोस् त, इम्पोर्टेन्ट। अब हामीलाई सर्च मात्रै पढ्नुपर्छ, अधुरो के छ भने सिजर्स भनेको बरामद, खानतलासी मात्रै गरेर हुँदैन, चिजहरू बरामद गर्ने कुरा पनि सर्चसँग जोडेर आउँछ। यहाँ चाहिँ खानतलासी बरामदी भनिदिएको भए यो टपिक्सले एकदमै राम्रो कभरेज हुन्थ्यो। सर्च मात्रै भन्यो, सर्च भनेको त प्रहरी ऐन 2012को दफा 15का विभिन्न प्रहरीका काम गर्ने सन्दर्भमा विभिन्न भट्टी पसल, होटल, लज, रेस्टुरेन्टभित्र छिर्छ नि, त्यो जस्तै पो देखिरहेछ। त्यो मात्रै त होइन नि त, हामी त सबुत प्रमाण, यो अनुसन्धानले के भन्छ भने सबुत प्रमाण सङ्कलन गर्ने हिसाबले हामी खानतलासी गर्छौँ नि। त्यस कारणले बरामती शब्द राखिदिएको भए साह्रै राम्रो हुन्थ्यो। खानतलासी पहिला एक्सन हो, खानतलासी भनेको कार्य हो। जब खानतलासीबाट केही कुरा भेटिन्छ नि, घरमा व्यक्तिसँग भेटिन्छ नि, त्यो पुलिसले चाहिँ लिएर आउने कुरालाई कानुन ल्याउनेको लागि फेरि बरामद भन्छ भाइ बहिनीहरू। खानतलासीले मात्रै कभर गर्दैन। खानतलासी
सर्च एन्ड सिजर जहिले पनि जोडिएर आउँछ। हाम्रो चाहिँ कोर्स डिजाइन गर्दैन त्यो जोडिएन, तर जोडेर आयो भने पनि तपाईँले लेख्ने तरिका यही नै हो, खानतलासी लेख्नुहुन्छ। खानतलासीबाट जे कुरा फेला पर्छ त्यो प्रहरीले प्रमाणको लागि लिएर आउने कार्य बरामद भन्छ त्यसलाई। सिजर हामीले उसलाई चाहिँ त्यहाँ राख्दैनौँ, त्यसलाई चाहिँ कानुन बमोजिम हामीले प्रमाणको रूपमा मुचुल्का खडा गरेर प्रहरीले आफ्नो साथमा लिएर आउँछ। त्यो कार्य के हो त भन्दा सिजर हो, सर्च एन्ड सिजर अर्थात् बरामदी हो। सबै खानतलासीमा बरामद हुन्छ भन्ने हुन्। 50% खानतलासीमा गऱ्यो पत्ता लाग्दैन, केही पनि भेटिएन भने त त्यो के हो त, सर्च मात्रै हो ओन्ली। केही भेटियो अपराधसँग प्रमाण लाग्ने चिज वस्तु, त्यो चाहिँ बल्ल सिजर हुन्छ, सिज हुन्छ। सिज गर्ने भन्छ नि, बरामद गर्ने हो। त्यो कुरा भएको हुनाले हेर्नुहोस्, केही साथीहरूले च्याट मार्फत खबर गर्नुभएको छ, म हेरिहालेँ। 10 भनेको त्यही, 10 भनेको प्रमाण। सर मोडल क्वेसन पनि हाल्छु मैले, टेन्सन गर्नै पर्दैन। मैले चाहिँ तपाईँलाई सबै मोडल क्वेसनहरू हालिदिइराख्छु। हिजो अस्ति जारी पनि मैले भनिसकेको छु। खानतलासीको च्याप्टर सकिएपछि फेरि म यसको पनि दिउँला, केही छैन है। ल, अब हामी चाहिँ अगाडि बढ्छौँ सर्च एन्ड सिजरको चाहिँ यो स्लाइडबाट। अब बरामदी पनि यहाँ नभएको भयो भने मैले पढाएँ तपाईँलाई। खानतलासीसँगै जोडिएर आउने विषयवस्तु बरामदी हो। खानतलासीबाट जे जस्ता सबुत प्रमाणहरू फेला पर्दछन् ती सबै सबुत प्रमाणलाई कानुनी प्रक्रिया पुरा गर्ने, मुचुल्का लेख्ने, साँचीहरूको रोभरमा उठाउने, गाँजा फेला पर्यो, लागु औषध चरस फेला पर्यो, त्यसै बोकेर आएर प्रमाण त भएन। पहिला खानतलासी गरियो, भित्र छिर्ने काम भयो, खोजियो, त्यो खानतलासी गर्ने कार्य भयो। अब फेला पर्यो लागु औषध, गाँजा त 50 किलो फेला पर्यो। अब के गर्नु पर्यो त भने हामीले चाहिँ नेपाली कागजमा प्रमाण पुऱ्याएर होइन, त्यहाँ चाहिँ मुचुल्काको शिर बिहोरा सम्पूर्ण कुराहरू लेखेर त्यहाँका भद्र बलादमी त्यो घरको चाहिँ होइन मान्छेहरू समेतलाई चाहिँ रोभरमा राखेर हामीले मुचुल्का खडा गर्नुपर्छ। अरू त्यो के हो त, हामीले सबुत प्रमाण नलिए त हामीले उठाएर आउँदैमा त्यो सबुत प्रमाण हुँदैन। कसको रोभरमा, ती साँचीहरू पनि भोलि अदालतमा गएर के भन्नुपर्छ भने यस प्रहरी आएर खानतलासी गर्यो फलानु घरमा, यो वस्तु चाहिँ दसीको रूपमा चाहिँ बरामद भएको ठिक साँचो हो भनेर अहिले यहाँ चाहिँ उहाँले मुचुल्का गरिदिनुहुन्छ र त्यो अदालतमा गएर न्यायाधीश अगाडि भन्नुहुन्छ भने बल्ल त्यसलाई प्रमाणको रूपमा लिन्छ। नत्र भने त प्रहरीले समाएर जसलाई रामेलाई श्यामेलाई राखिदिए नि भयो नि त, त्यो प्रमाण त भएन। हो, उसैकै घरबाट यो मात्रामा यस्ता चिजवस्तु बरामद भएको हुन्छ। त्यो बरामद भयो भने जस्तो छुरी भयो भने कति इन्चीको छुरी बरामद भयो, के को हो त्यो, काठको बिँड कति छ लम्बाइ, मेटल कति छ, कति च्याप्टो छ, कति धारिलो छ, त्यो छुरीमा कुनै फिङ्गर प्रिन्ट छ कि अथवा चाहिँ रगतहरू लागेको छ कि, त्यो समेत चाहिँ त्यहाँ उल्लेख गरेर कानुन बमोजिम त्यसलाई चाहिँ एकदमै प्याक गरेर त्यहाँ सिलबन्दी गरेर लिएर आउनुपर्छ। त्यो कार्य के हो त, बरामदी हो। यस्तो महत्त्वपूर्ण कुरा छुटिया रहेछ होइन। कोर्स डिजाइन गर्ने बेला कहिलेकाहीँ खानतलासी भनेपछि जोडिएर आउने विषयवस्तु जानिहाल्छन् नि भन्ने कुरा होइन। खानतलासी त अधुरो काम मात्रै भयो होइन। अहिले होटलहरू खानतलासी गर्छ, बस थानकोटमा खानतलासी गर्छ, अधुरै भएन, केही भेटियो भने भेटियो, नभेटियो छोडेर हिँड्छ नि थ्याङ्क यू भनेर, त्यो मात्रै खानतलासी हो नि। बरामती त चिज आयो भने बरामद बल्ल हुनु पर्यो। बरामती मुचुल्का बनाएर मात्र सबुत प्रमाणलाई अनुसन्धान अधिकारी वा सम्बन्धित निकायले आफ्नो नियन्त्रणमा लिनुपर्छ। कानुनको रीत नपुर्याएको गरिएको बरामदलाई अदालतले मान्यता दिँदैन। इभन अहिले त असै साहबले पनि लागु औषधलाई छोडिदिउँ, लागु औषधको अपवादको रूपमा चाहिँ 2जना असै साहब भयो भने त्यो कसैको साँची पनि चाहिएन, बरामद गर्ने अरू अफिसर पनि चाहिँदैन, उहाँले बरामद गरेपछि पुग्छ भने अरू फौजदारी केस चलाउनको लागि चाहिँ प्रहरी नायब निरीक्षक कम्तीमा 100को दर्जा त्यहाँ जानै पर्छ। दर्जा पुगेको अधिकृत 100 भन्दा माथिकोलाई मानिन्छ खानतलासीको हकमा। पक्राउ जसले फलोसले गरे पनि भयो, कार्यालय सहयोगले, आइजिपीले गरे पनि केही फरक परेन, एउटै हो। तर बरामदी अर्काको घरको खानतलासी गर्ने र ती सामानहरू उठाउने, अर्काको व्यक्तिगत स्वतन्त्रतामाथिको हनन पुर्याउने, अङ्कुश गर्ने कार्य त त्यति सजिलो छैन नि त। दर्जा पुगेको अफिसरले मिलाएर गर्नुपर्ने भयो, धेरै कानुनी रीतिहरू पुर्याउनु पर्छ। भर्खरै असैको फुली लाउँदैमा जान्दैन, पहिला त्यो थियो मुलुकी ऐन 2020मा चाहिँ के थियो त भन्दा 172 नम्बरको चाहिँ नम्बरमा खानतलासी सम्बन्धी व्यवस्था मुलुकी ऐनको
172 नम्बर बमोजिम खानतलासी प्रहरी सहायक निरीक्षक सम्मको दर्जाले सम्पूर्ण चाहे ज्यान मारेकै होस् हात हतियार के होस् बरामद गर्न पाउने अधिकार थियो भने मुलुकी अपराध संहिता र कार्यविधि संहिता 2074 आइसकेपछि त्यो पावर चाहिँ सहीमा सरेको छ, सही पाएको हुन्छ, असै भर्खर नयाँ आएको हुन सक्ला होइन। कोही त प्रमोसन जाने अलग कुरा हो, नत्र भने नयाँ जोस जाँगर हुँदाखेरि धेरै कानुनी त्रुटिहरू हुने हुनाले अदालतले पनि औलायो र कानुन भन्दाखेरि सहीसम्मको दर्जा चाहिन्छ है भन्ने कुरा आयो। ल यति कुरा मैले यहाँहरूलाई चाहिँ निवेदन गरेँ। सायद यहाँहरूले खानतलासी के हो, बरामदी के हो यहाँले बुझिसक्नु भएको छ। अब उद्देश्य र महत्त्व हामी जाउँ। खानतलासी के उद्देश्यले गरिन्छ अथवा आवश्यकता के छ र यसको महत्त्व के छ भन्ने कुरा हामीले केलाउँ। यो परीक्षाको दृष्टिकोणले नै अत्यन्तै महत्त्वपूर्ण। अपराधसँग सम्बन्धित व्यक्ति वा माल सामान पक्राउ वा बरामद गर्न, व्यक्ति पनि माल सामान पनि अथवा दोषी प्रमाण पनि बरामद गर्नको लागि चाहिँ हामीले खानतलासीको महत्त्व छ। अथवा पक्राउ तथा बरामद गर्ने उद्देश्यले हामी खानतलासी गर्छौँ भनेर भन्नु पर्यो उद्देश्य आछ भने। अनुसन्धानको कडी खोज्नु, वास्तवमा अनुसन्धान दिशाविहीन पुगेको बेलामा शङ्कित व्यक्तिको घरमा चाहिँ हामी खानतलासी गऱ्यौँ, उसको डेरामा गऱ्यौँ, त्यस्ता स्थानहरूमा गऱ्यौँ भने केही कुरा क्ल्युहरू अवश्य हामी पाउन सकिन्छ। त्यसले अनुसन्धानलाई हामीलाई चाहिँ बाटो पहिलाइदिन्छ। त्यस कारणले अनुसन्धानको कडी खोज्नलाई पनि खानतलासीको महत्त्व रहन्छ। अथवा कहीँ पनि पत्ता लागेन भने उद्देश्य के हो त खानतलासीको, अनुसन्धानको कडी खोज्नु पनि महत्त्वपूर्ण उद्देश्य हो भनेर भन्नु पर्यो। सोचपुछ र बयानमा सहयोग पुर्याउन, तथ्य सङ्कलन गर्न। हामी खालि सामान मात्रै बरामद गरेर हुँदैन। हामीले सोचपुछ गर्दा पनि ठिक छ, तपाईँले मान्छे मार्नु भएन, मान्छे मारेको अभियुक्तलाई सोध्न सकिन्छ, तर तपाईँको घरमा त्यो रगत लागेको छुरी कसरी आयो, अभियुक्तको घरको चाहिँ 1 तोलाको सिक्री कसरी आयो, ल भन्नुहोस् त भनेपछि भन्ने ठाउँ छ। सोचपुछ र बयानमा ऊ ठहरै गल्छ, खै कसरी आयो आउन चाहिँ आयो भनेर भयो त होइन। बरामद हो, त्यस्तो राम्रो टुल हो कि औजार हो कि खानतलासी। अपराध र अपराधी बिचको चाहिँ सम्बन्ध स्थापित गर्छ। यदि अपराध गरेको भने खानतलासीले सबुत प्रमाण फेला पार्छ। फेला पारिसकेपछि के भयो त भन्दा चाहिँ अपराध अभियुक्तको चाहिँ हामीले नेक्सेस, यिनको सम्बन्ध छ कि छैन भनेर पत्ता लाग्छ। त्यही छुरी हानेको केसमा एले बीलाई छुरी हानेर घरमा ल्याएर लुकायो छुरी अथवा कुनै ठाउँमा फाल्यो भने त्यो छुरीले के बचायो भनेपछि त्यो अभियुक्तले त्यो छुरीबाट गर्यो अपराध भन्ने एउटा हुने भयो। अथवा त्यहाँबाट फिङ्गर प्रिन्ट आउने भयो होइन। अथवा को मान्छे मारे त थाहा भएन, तर त्यही छुरी हो है भन्ने कुरा पनि पत्ता लाग्छ पहिलो, किनभने त्यहाँ रगत लागेको हुन्छ, रगतको ग्रुप म्याचिङ हुन्छ। यसरी चाहिँ यसको महत्त्व यस्तो हुन्छ भने अभियोग प्रमाणित गर्नु, हामीले अभियोग लागु नि हो तर अदालतले हो प्रमाणित गर्ने कुरा। तपाईँले यसरी लगाइदिएर चाहिँ प्रमाणित हुँदैन। अभियोग लाग्ने चाहिँ सरकारी वकिल कार्यालयले अभियोजन गर्छ। अभियोजनबाट अभियुक्तलाई, शङ्कित अभियुक्तलाई, पक्राउमा परेको अभियुक्त अथवा फरार अभियुक्तलाई यो यिनको यो दफा अन्तर्गतको यसले कसुर गर्यो भनेर हामीले चाहिँ आरोप अथवा अभियोग लगाएर अदालतमा मुद्दा दर्ता हुन्छ। अब न्यायाधीशले त्यसको भेरिफाई गरेर अभियोगलाई प्रमाणित गर्नलाई सजिलो हुन्छ। खानतलासीबाट जे पहिला परेको छ त्यहाँबाट उसले भने पनि नभने पनि अभियुक्तले साबिती भए पनि नभने पनि जब मृतकको 1 तोलाको सुक्री त्यसै घर भित्रिएको छ भने हुइज कल्प्रिट, उसले त नभने पनि अनुमान लाग्छ, किनभने सबुत प्रमाण त बोल्दैन अरे। तस्बिर आफै बोल्छ भने सबुत प्रमाणले त बोल्दैन, त्यहाँ देखिन्छ, प्रमाणित गर्छ। मान्छे बोल्नुपर्छ साँच्ची अदालतमा गएर, तर सबुत प्रमाण यस्तो चिज हो लगेर उभ्याइदिएपछि त्यो आफै बोल्छ। प्रमाणमा आधारित अनुसन्धान तथा तहकिकात गर्नलाई हाम्रो चाहिँ अनुसन्धान विभागको स्लोगन पनि के छ भने वस्तुनिष्ठ अनुसन्धान, मानव अधिकारको सम्मान पनि भनेको छ। र प्रमाणमा आधारित अनुसन्धान गर्नु, न्याय सम्पादन गर्न पनि हामीले चाहिँ प्रमाण खोज्ने काम हो नि त खानतलासी भनेको, यसले काम गर्छ। कसैले भनेन, खालि चाहिँ उसलाई बयान गराइयो, कुटपिट गरियो अथवा देखिले साँचीले कसैले भनिदिए त्यसैकै आधारमा मुद्दा चलायो भने त्यो फेल खान्छ। भोलि मलाई कुटेर गरेको सर, मैले त केही पनि थाहा छैन भन्छ न्यायाधीश कहाँ गएर। पुलिसको यति पिटाइ खाएँ, त्यसपछिबाट म बाँच्नलाई मैले हो भनिदिएको, वास्तवमा म होइन भनौँ भने के गर्नु? कसैको भनाइ लिएर गएर काम छैन, उसलाई साबित गर्न आएर काम छैन। उसले अपराधमा साबित हुनै पर्दैन। सबुत प्रमाण हामीले भेला पार्यौँ भने
सबुत प्रमाण आफै बोल्छ, त्यो अभियुक्तले हो भने पनि होइन भने पनि हि इज कल्प्रिट, सी इज कल्प्रिट भन्ने कुरा हुन्छ। अब फेरि यो पनि के हो त, हामीले अस्ति 3I अफ इन्भेस्टिगेसनमा पढ्यौँ, इन्स्ट्रुमेन्टेसन। हामीले यसरी चाहिँ पत्ता लागेको चाहिँ बरामद भएको कुनै पनि चाहिँ दर्शी प्रमाण छ, त्यसलाई फेरि वैज्ञानिक परीक्षण गर्नुपर्छ, त्यहाँबाट रिपोर्ट आउँछ, त्यो रिपोर्ट आफै बोल्छ। त्यस कारण यो कुरा भन्नु पर्यो भने पीडितलाई क्षतिपूर्ति दिलाउन खानतलासीबाट अभियुक्त पनि यही हो भन्ने कुरा पनि थाहा हुनसक्छ, र कतिपयको अपराधका सामानहरू लुकाएर लान्छ। चोरी गर्नेले होइन, बौद्धमा चोरी गरेछ, अब 42 तोला सुन आज प्रहरीले गोली हानेर बौद्धबाट चाहिँ मान्छेलाई नियन्त्रणमा लिएको छ। सुन महँगो हुँदै जाँदाखेरि अपराध यति बढ्यो कि साध्य नै छैन। काठमाडौँमा चाहिँ एकदमै निद्रा हराम भएको छ प्रहरीको। जेन्जी आन्दोलनपछि अपराधीहरू बाहिर छन्, त्यसैमा पनि चाहिँ सुनको मूल्य बढेको छ, कसैले लाएर हिँड्ने अवस्थै छैन। 1 तोलामा ज्यान जान सक्ने सम्भावना भइसकेको छ। त्यस कारणले गर्दा त्यो सुन बरामद भयो भने त क्षतिपूर्ति दिलाउन सजिलो भयो नि त। लुट्न नि लुटेको सिसिटिभीबाट देखिन्छ, बरामद हुन सकेन, खाइ मासेको भन्छ। खाइ मासो भने त्यसले त अपराधीबाट काँड लिने, त्यसो घर घरमा बेचेर चाहिँ दिने त 3 लाखको तोलाको केही पनि पुग्दैन। हामीले डल्लै समाइयो भने यस्ता कुराहरू ठ्याक्क क्षतिपूर्ति दिलाउन नि सजिलो भयो नि। 1 तोला लुटिया थियो, 1 तोला त्यसलाई चाहिँ क्षतिपूर्ति दियो, बाँकी त सजाय त हुँदै गर्छ त। दण्डहीनताको अन्त्य। दण्डहीनता जब हुन्छ खानतलासीमा चाहिँ विभिन्न चाहिँ अपराधहरू बरामद गर्न सकिँदैन हामीले खानतलासीबाट, होइन। हो रेका आधारमा यसलाई शङ्का लाग्छ भन्ने आधारमा हामीले मुद्दा चलायौँ भने दण्डहीनता त्यो कसैलाई पनि त्यो पनि हुन नहुन नि सक्छ, न्यायाधीशले निर्णय गर्न पनि गर्दैन त्यस्तो कुरा। कङ्क्रिट प्रमाण भौतिक सबुत खोज्छ, अनि के भयो त भने दण्डहीनता भयो, त्यो चाहिँ अन्तिम भयो। जस्तो निर्मला पन्तको बारेमा चाहिँ राम्रोसँग हामी सबुत बनाउन खोज्न सकिएन, अहिले दण्डहीनता भएको छ। त्यसलाई हुने दण्ड त बाहिर बसिया छ नि, इन्जोय गरेको छ नि मान्छेले त। फौजदारी केसमा जेल जाने मान्छे, त्यसले कति दिदीबहिनीलाई नराम्रो नजर लाग्यो होला, अथवा कति पीडित भइसक्यो होला, त्यो त बाहिर छ, होइन, चिन्न सकिया छैन, सबुत प्रमाण भएन, सकिएन। दण्डहीनताको अन्त्य गर्न पनि खानतलासीको महत्त्वपूर्ण छ। अपराधी पत्ता लगाउनु त भइ नै हाल्यो, पीडितको सामान र न्याय दिलाउनु त मैले माथि पनि भने। प्रहरीको अनुसन्धानलाई थप विश्वसनीय बनाउन, अरूले देखेको कुरा, अरूले सुनेका कुरा, हियरसे एभिडेन्स इज नो एभिडेन्स भन्छ। अर्को एउटा सिद्धान्त के छ अनुसन्धानमा भन्दा, हियरसे एभिडेन्स इज नो एभिडेन्स भन्छ। त्यो भनेको कानले सुनेको प्रमाण, सुनिजान्ने प्रमाण प्रमाण होइन भन्छ। सुनिजान्ने भनेको थर्ड पार्टीबाट सुन्ने, आफैले त्यहाँभित्र अपराध गरेको छ, ढोकाबाट चाहिँ बाहिरबाट सुनिरहेको छ, मरे मरे भनेको छ, भित्र मान्छे मारिहाल्यो र अनि ज्यान पर्यो भने त्यो त के भयो त, उसले बाहिर सुने पनि त्यो डाइरेक्ट प्रमाणै भयो, त्यो हेयरसे एभिडेन्स भएन। तर त्यही कुरा, म फलानाको घरमा गएको थिएँ, भित्र चाहिँ एउटा भाडामा बस्ने मान्छे मार्दै रहेछ, मैले त चाहिँ त्यही सुनेर डराएर फर्केँ श्रीमती भनेर घर गएर भन्यो भने, श्रीमती अगाडि आएर मेरो श्रीमानले भन्नुभएको यो घरमा यसरी चाहिँ भित्र मार्दै थियो रे, मेरो बुढो त डराएर घर आउनुभयो, अनि मैले सम्झाएँ भनेर उनले भनिन् भने प्रमाण लाग्दैन। त्यो हेयरसे एभिडेन्स भयो, त्यो श्रीमानबाट उनले सुनेर बल्ल भनिन्, त्यस कारणले त्यसलाई चाहिँ विश्वास मानिँदैन। कुनै देख्ने मान्छे छ भने, साँची छ भने ऊ डाइरेक्टै गयो भने मात्रै मान्छ। त्यस कारणले हाम्रो मुद्दाहरू धेरै जसो के छ अरे भने हेयरसे एभिडेन्समा, फलानो हेर्दा चोर चोर जस्तो छ, शङ्का त मलाई फलानै माथि लाग्छ, हो त्यो पहिला 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 यसो पनि गरेको थियो, सानो सानोमा बहुत बदमास थियो, सानतिना कुरा चोरेर खान्थ्यो, अहिले सिक्री चोर त त्यही हो भनौँ भने भयो त, जनताले भने। तर विश्वसनीय भएन, प्रमाणले विश्वसनीय बनाउँछ। 1 तोलाको सिक्री ट्याक्क बरामद गरियो भने के भयो त, सकियो। अपराधीको मनोबल गिराएर जनतालाई सुरक्षाको अनुभूति दिलाउन खानतलासी यस्तो हो कि ठ्याक्क ठ्याक्क चाहिँ गएर आज 42 तोला सुनलाई मान्छेलाई ठ्याक्कै हानेर लिएर गयो। अस्ति मुलपानीमा चाहिँ त्यस्तै जेन्जी आन्दोलनमा अदालतबाट फरार भएकाहरू के अरे कारागारबाट अपराध गरेर समाएर लिएर आयो, मान्छे चाहिँ अपराधीको मनोबल गिरो र जनताको है पुलिसले त केही गर्छ है, अब सुरक्षाको अनुभूति हुन थाल्यो, मान्छेलाई त्यस्तो हो नि त। ल, यति कुरा मैले यहाँहरूलाई भन्दै गरेँ। अरू के छ तपाईँहरूको चाहिँ सुझावहरू केही छन् भने त्यो चाहिँ म विचार लिन्छु र बाँकी चाहिँ कुरा म अगाडि बढाउँछु। ल, भाइ बहिनीहरूले भन्नु पर्यो ल।
छ भने भन्नुहोस्, छैन भने त ठिकै छ। ल त ल, भन्नु पर्यो। ल त साथीहरू। ल, त्यहाँ भन्नु होला, फेरि हाम्रो क्लासहरू अगाडि हुन्छ।